ओए गाइजहरू हाम्रो रामेछाप ओखलढुङ्गाको चाहिँ कुनै के जाति खोलामा त यार पैसा करोडौँ बगेर आएर यार कसले थाहा पाउनु भयो यो ओखलढुङ्गातिर रामेछापतिर बस्ने साथीहरूले चाहिँ खबर गरौँ त कति पैसा बगेछ यार। को रहेछ यो चाहिँ नि खोलाले बगाउने गरी पैसा चाहिँ नि राख्ने यार। त यार बर्बाद पारे त यार, देशकै ढुकुटी सबै बगाए जस्तो भयो त। खोलाले बगाएको पैसा भेट्ने भनेपछि त यो त गजब भयो त यार गाइजहरू। ठिक छ यार, हामी त्यही पैसा कहाँ पाइन्छ भनेर यहाँ रुखमा फल्छ कि भनेर विदेशमा पैसा टिप्न आएका, कहीँ रुख केही जात भेटिएन। त्यहाँ खोलाले बगाउँदो रहेछ। अब म गएर डोको थाप्थेँ नि, अस्ति भर्खर आएको म 1 महिना भएको छैन, उहीँ बसेर डोको थाप्थेँ नि म। त्यसका बाजे के गर्नु, मेरो खपरा सिरी ल्याएर हिँड्छ त्यो खोलाले बगाएको पैसा भेट्नलाई। के गर्नु अब, जे हुन्छ हाम्रो रामेछाप चाहिँ दोलखा ओखलढुङ्गातिर हुन्छ गाँठे हुन पनि। सिन्धुली रामेछाप दोलखा ओखलढुङ्गा यी छिमेकी जिल्लामा हुन्छ। जे हुन्छ सबैको जय होस् ल। काभ्रेतिर नि अहिले फेरि बाजेले एउटा चाहिँ नि 65 वर्षका बाजेले चाहिँ नि 34-35 वर्षकी बजाइलाई चाहिँ छोडेर हिँडी भनेर डुडुङ पार्दैछन् क्यारे। कता हो आइरहेछ न्युज त। यस्तैतिर हुन्छ, हाम्रैतिर हुन्छ जे हुँदो रहेछ तेरीमा हो। त्यताको पानी नै कडा छ है क्या हो, खाली चाहिँ नि त्यस्तै मात्रै आउँछ हो। के हो कोनी गाइजहरू ल। जे होस् जय होस् है त। रामेछाप दोलखा ओखलढुङ्गा सिन्धुली यतैका आउँछ। अब आओस् के भने काभ्रे होइन, यस्तै त हो नि, यतैको आउँछ यस्ता खबरहरू। यो सुनेर मजा लिनुहोस्। अब के गर्नुहुन्छ, अरूले नै हालेकै छन्, मैले मात्रै भने भए पो। जे होस् ल, राम्रो छ, ब्युटिफुल।